क्वेशन नम्बर 1 शिक्षाका उद्देश्यहरू प्राप्तिका लागि विद्यालय र शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरिने योजना र निर्देश अनुसारका सम्पूर्ण अनुभवहरूलाई के भनिन्छ? शिक्षाका उद्देश्यहरू र प्राप्तिका लागि विद्यालय र शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरिने योजना र निर्देश अनुसारका सम्पूर्ण अनुभवहरूलाई के भनिन्छ? ऑप्शन ए शिक्षण विधि, ऑप्शन बी पाठ्यक्रम, ऑप्शन सी शैक्षिक योजना, ऑप्शन डी पाठ्य वस्तु। यसको सही अप्सन रहेको छ अप्सन बी पाठ्यक्रम। यसै गरी रहेको छ क्वेशन नम्बर 2 कुन अवस्थामा शैक्षिक सामग्रीले सिकाइलाई दिगो र अर्थपूर्ण बनाउँछ? कुन अवस्थामा शैक्षिक सामग्रीले सिकाइलाई दिगो र अर्थपूर्ण बनाउँछ? अप्सनहरू रहेका छन् अप्सन ए शिक्षकले सजिलै बुझ्ने अवस्थामा हुँदा, अप्सन बी शिक्षकको उमेर र क्षमता अनुसार हुँदा, अप्सन सी विषयवस्तुको प्रकृतिसँग शैक्षिक सामग्री मिल्दो भएमा, अप्सन डी प्रविधिको नयाँ प्रयोग हुँदा। यसको सही अप्सन रहेको छ अप्सन सी विषयवस्तुको प्रकृतिसँग शैक्षिक सामग्री मिल्दो भएमा। यसै गरिरहेको छ क्वेशन नम्बर 3 बाल मनोविज्ञानले मुख्य कुन पक्षमा जोड दिन्छ? बाल मनोविज्ञानले मुख्य कुन पक्षमा जोड दिन्छ? अप्सनहरू रहेका छन् अप्सन ए बालबालिकाको खेलकुद रुचि, अप्सन बी बालबालिकाको स्वास्थ्य स्थिति, अप्सन सी बालबालिकाको व्यवहार र विकासको अध्ययन, अप्सन डी बालबालिकाको पारिवारिक आर्थिक अवस्था। यसको सही अप्सन रहेको छ अप्सन सी बालबालिकाको व्यवहार र विकासको अध्ययन। यसै गरिरहेको छ क्वेशन नम्बर 4 विद्यार्थी बीचको राम्रो सहकार्य र आपसी सद्भावले कस्तो असर पार्छ? विद्यार्थी बीचको राम्रो सहकार्य र आपसी सद्भावले कस्तो असर पार्छ? अप्सन ए कक्षाको वातावरण खुसी र सहकार्यपूर्ण बन्छ, अप्सन बी सिकाइ प्रक्रियामा विद्यार्थीको सहभागिता बढ्छ, अप्सन सी विद्यालय र कक्षा सञ्चालनमा सुविधा हुन्छ, अप्सन डी माथिका सबै। यसको सही अप्सन रहेको छ अप्सन डी माथिका सबै। यसै गरिरहेको छ क्वेशन नम्बर 5 मानिसले म को हुँ भनेर आफ्नो पहिचान र अस्तित्वबारे चिन्तन गर्न थाल्ने अवस्था कुन हो? मानिसले म को हुँ भनेर आफ्नो पहिचान र अस्तित्वबारे चिन्तन गर्न थाल्ने अवस्था कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए यौन अवस्था, अप्सन बी किशोर अवस्था, अप्सन सी पूर्ण बाल्य अवस्था, अप्सन डी पौड अवस्था। यसको सही अप्सन रहेको छ अप्सन बी किशोर अवस्था। यसै गरिरहेको छ क्वेशन नम्बर 6 प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्मलाई आधारभूत शिक्षाको रूपमा सर्वप्रथम कसले स्वीकार गरेको हो? प्रारम्भिक बाल
शिक्षादेखि कक्षा 8 सम्मकालाई आधारभूत शिक्षाको रूपमा सर्वप्रथम कसले स्वीकार गरेको हो? अप्सनहरू रहेका छन्। अप्सन ए विद्यालय क्षेत्र सुधार कार्यक्रम। अप्सन बी शिक्षा ऐन 2028 8औं संशोधन। अप्सन सी विद्यालय क्षेत्र विकास कार्यक्रम। अप्सन डी 14औं आवधिक योजना। यसको सही अप्सन रहेको छ अप्सन बी शिक्षा ऐन 2028 8औं संशोधन। यसै गरी रहेको छ क्वेसन नम्बर 7। एक्लै बसेर सिक्ने बालबालिकालाई कस्तो बौद्धिकता भएको भनिन्छ? एक्लै बसेर सिक्ने बालबालिकालाई कस्तो बौद्धिकता भएको भनिन्छ? अप्सनहरू रहेका छन्। अप्सन ए भाषिक बौद्धिकता। अप्सन बी अन्तर्मुखी बौद्धिकता। अप्सन सी तार्किक बौद्धिकता। अप्सन डी सामाजिक बौद्धिकता। यसको सही उत्तर रहेको छ अप्सन बी अन्तर्मुखी बौद्धिकता। यसै गरी रहेको छ क्वेसन नम्बर 8। प्रमाणपत्र छानबिन समितिको अध्यक्ष को रहने व्यवस्था रहेको छ? प्रमाणपत्र छानबिन समितिको अध्यक्ष को रहने व्यवस्था रहेको छ? अप्सनहरू रहेका छन्। अप्सन ए प्रमुख जिल्ला अधिकारी। अप्सन बी इकाइ प्रमुख। अप्सन सी जिल्ला न्यायाधीश। अप्सन डी वडा अध्यक्ष। यसको सही अप्सन रहेको छ अप्सन ए प्रमुख जिल्ला अधिकारी। यसै गरी रहेको छ क्वेसन नम्बर 9। एक शिक्षक एक विषयको अवधारणा कुन शिक्षण व्यवस्थापनसँग सम्बन्धित छ? एक शिक्षक एक विषयको अवधारणा कुन शिक्षण व्यवस्थापनसँग सम्बन्धित छ? अप्सन ए सहशिक्षण। अप्सन बी बालमैत्री शिक्षण। अप्सन सी एकीकृत पाठ्यक्रम। अप्सन डी विषय शिक्षण। यसको सही अप्सन रहेको छ अप्सन डी विषय शिक्षण। यसै गरी रहेको छ क्वेसन नम्बर 10। अभिलेखीकरण प्रक्रियाको अन्तिम चरणमा के कार्य गरिन्छ? अभिलेखीकरण प्रक्रियाको अन्तिम चरणमा के कार्य गरिन्छ? अप्सन ए संग्रह। अप्सन ए संग्रह। अप्सन बी विनाश। अप्सन सी प्रयोग। अप्सन डी तयारी। यसको सही अप्सन रहेको छ अप्सन बी विनाश।